हेलो एभ्रिवान, वेलकम ब्याक टु द स्कम्स इआरपी इन्भेन्टोरी सेसन। आज म तपाईँहरूलाई स्कम्स इआरपीमा कसरी सिम्पल वेमा प्रोडक्ट क्रिएट गर्ने भन्ने बारेमा जानकारी दिन गइरहेको छु, जसको लागि तपाईँले स्कम्स इआरपी एप्लिकेसन लगइन गरेर प्रोडक्ट मेनुमा जानुपर्ने हुनेछ। तपाईँले प्रोडक्ट मेनुलाई या त इन्भेन्टोरी एप्लिकेसनको अन्डरमा पाउनुहुनेछ अथवा रिटेल डेस्क एप्लिकेसनको अन्डरमा पाउनुहुनेछ। जब तपाईँले प्रोडक्ट मेनुमा जानुहुन्छ, यहाँनिर देख्न सक्नुहुनेछ प्लस बटन। जब तपाईँ प्लस बटनमा क्लिक गर्नुहुन्छ, यहाँनिर आउनेछ तपाईँलाई क्विक एड प्रोडक्ट मोडेल। यो मोडेलमा तपाईँले प्रोडक्टको मिनिमम इन्फर्मेसन लगाएर तपाईँले प्रोडक्ट इमिडिएटली क्रिएट गर्न सक्नुहुनेछ, जसको लागि म यो प्रोडक्टको इन्फर्मेसन फिलअप गर्दैछु। म एउटा स्यामसङ ल्यापटप क्रिएट गर्न गइरहेको छु। स्टक टाइप स्टकेबल बनाएँ, जस्तो यहाँनिर मल्टिपल प्रोडक्ट टाइप्स छ। यो प्रोडक्ट टाइप चाहिँ तपाईँको इच प्रोडक्ट टाइपको डिफ्रेन्ट क्यारेक्टरिस्टिक छ। सिस्टममा यसले डिफ्रेन्ट तरिकाले बिहेभ गर्छ। यसको म डिटेल्स भिडियो सेपरेटली नै बनाउने छु। त्यस्तै गरी यहाँनिर क्याटेगोरी सेक्सन तपाईँले देख्न सक्नुहुनेछ। क्याटेगोरीमा यो कुन क्याटेगोरीको अन्डरमा आउँछ हैन, अथवा यहाँनिर एभाइलेबल क्याटेगोरी मध्ये तपाईँले कुनै सेलेक्ट पनि गर्न सक्नुहुन्छ, अथवा तपाईँले चाहिएको क्याटेगोरी यहाँ छैन भने तपाईँले अर्को सेक्सनमा गएर क्रिएट गरिराख्नु पर्दैन। तपाईँले यहीँनिर नयाँ क्याटेगोरी अन द फ्लाइ क्रिएट गर्न सक्नुहुन्छ। न्यू ल्यापटप भनेर मैले यहाँनिर क्याटेगोरी बनाएँ, अथवा मिनिङफुल इलेक्ट्रोनिक आइटमको लागि मैले कम्प्युटर नै भनेर यहाँनिर बनाएँ भने माइक्रो कम्प्युटर अलरेडी छ तर कम्प्युटर छैन। यदि मैले क्रिएटमा यहाँनिर क्लिक गरेँ भने अन द फ्लाइ तपाईँको यहीँनिर चाहिँ क्याटेगोरी क्रिएट हुन्छ। अहिले मैले प्रि एक्जिस्टिङ क्याटेगोरी सेलेक्ट गर्न गइरहेको छु, इलेक्ट्रोनिक प्यानल्स। त्यसै गरी सब क्याटेगोरीमा कम्प्युटर सेलेक्ट गर्दैछु। जस्तो यहाँनिर तपाईँले देख्न सक्नुहुनेछ युनिट प्राइसमा तपाईँको एमआरपी पनि सँगै छ। यहाँनिर क्विक एड मोडलको थ्रुबाट जब तपाईँ प्राइस इन्टर गर्नुहुन्छ, एमआरपी प्राइस र सेलिङ प्राइस एउटै भएर सिस्टममा बस्छ। तपाईँले लेटर यो भ्यालुलाई चेन्ज पनि गर्न सक्नुहुन्छ एमआरपीलाई। जस्तो अहिले मैले स्यामसङ ल्यापटपको प्राइस 1,05,000 लगाएर सेभ गर्दैछु। तपाईँले यहाँनिर देख्न सक्नुहुनेछ एड फुल डिटेल्समा क्लिक गर्नुभयो भने चाहिँ तपाईँको प्रोडक्ट फुल डिटेल्स एडिसनल इन्फर्मेसन पनि सेभ गर्ने क्याप्चर गर्ने फर्म आउँछ। अहिले मैले चाहिँ तपाईँलाई सिम्पल वेमा मिनिमम प्रोडक्ट क्रिएट गर्न चाहिने रिक्वायर मात्रै इन्ट्री गरेर प्रोडक्ट सेभ गरेर देखाउन गइरहेको छु। जब मैले सेभ बटनमा क्लिक गर्छु, सिस्टममा प्रोडक्ट एभाइलेबल भइसकेको छ र क्रिएट गरेर यहाँनिर नयाँ मेसेज देख्न सकिन्छ, प्रोडक्ट क्रिएटेड सक्सेसफुल्ली। त्यस्तै गरी तपाईँलाई यहाँनिर प्रम्प्ट सोधिराखेको छ प्रोडक्टको ओपनिङ स्टक एड गर्ने कि स्किप गर्ने। यो चाहिँ तपाईँले डिसिजन लिन सक्नुहुन्छ। यदि तपाईँले एड ओपनिङ स्टकमा क्लिक गर्नुभयो भने ओपनिङ स्टकमा डाइरेक्टली नेभिगेट गरेर सिस्टमले तपाईँलाई पुर्याउनेछ र ओपनिङ स्टक रेकर्ड गर्न सक्नुहुनेछ। तपाईँ यस्तै जानकारीको लागि फलो गर्न सक्नुहुनेछ र यदि एडिसनल जानकारी लिन चाहनुहुन्छ भने कमेन्ट पनि गर्न सक्नुहुनेछ।